विश्व तेल बजारमा अहिले एउटा यस्तो खबर आएको छ जसले मिडल इस्ट मात्र होइन, यसले ग्लोबल एनर्जी मार्केट नै हल्लाएको छ। लगभग 60 वर्षदेखि ओपेकमा रहेको युएई अब त्यो संगठनबाट बाहिरिने निर्णयमा पुगेको छ। तर प्रश्न उठ्छ किन? के साउदी अरेबियासँग विवाद भयो वा युएई अब आफ्नै खेल खेल्न खोज्दैछ? मे 16, 2026 मा प्रकाशित रेटर्सको रिपोर्ट अनुसार युनाइटेड स्टेट इमिरेट्स अर्थात् युएई ले आफ्नो निर्णय पोलिटिकल मुभ होइन, स्ट्र्याटेजिक इकोनोमिक डिसिजन भएको स्पष्ट पारेको छ। युएई का ऊर्जा मन्त्री सुहेल अल मुजरईले यो कदम देशको दीर्घकालीन आर्थिक योजना, बढ्दो उत्पादन क्षमता र राष्ट्रिय हितलाई ध्यानमा राखेर गरिएको बताएका छन्। अब यहाँ इन्ट्रेस्टिङ कुरा के छ भने युएई सन् 1967 देखि ओपेकको सदस्य थियो, अर्थात् करिब 6 दशक लामो सम्बन्ध अन्त्यतिर पुगेको छ। रिपोर्ट अनुसार युएईले सन् 2027 सम्म आफ्नो तेल उत्पादन क्षमता दैनिक 50 लाख ब्यारेल पुर्याउने लक्ष्य राखेको छ। विशेषज्ञहरूका अनुसार ओपेकको प्रोडक्सन कोटाले युएईको एक्सपान्सन प्लान रोकिरहेको थियो। साधारण भाषामा बुझ्दा अब युएई अरूको कोटामा बस्न चाहँदैन। उसले अब आफ्नै हिसाबले तेल बेच्न, निकाल्न र ग्लोबल मार्केटमा अझ एग्रेसिभली कम्पिट गर्न खोजिरहेको छ। धेरैले सोचे के यो साउदी अरेबिया विरुद्धको संकेत हो, तर युएईले स्पष्ट भन्यो यो कुनै पोलिटिकल कन्फ्लिक्ट होइन, सभरेन स्ट्र्याटेजिक मुभ हो। अब सबैभन्दा ठुलो प्रश्न, यदि युएई जस्तो ठुलो तेल उत्पादक देश ओपेकबाट बाहिरिन्छ भने भोलि अर्को देश पनि बाहिरिने हो र त्यसपछि विश्व तेल बजारको शक्ति कसको हातमा जान्छ? र यस्तो विश्व अर्थतन्त्र, जियोपोलिटिक्स, इन्भेस्टमेन्ट सम्बन्धी अथेन्टिक अपडेटका लागि लगानी मित्रलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।